हेलो गुड मर्निङ ग्राम्पियन्स राति जियोस् राम्रोसँग निदाइयो एकैछिन एकचोटि चाहिँ बिउजे थिएँ म है अब भर्खर बिहान हामीले ब्रेकफास्ट गरिसक्यौँ सबैजना रेडी हुँदै हुनुहुन्छ म चाहिँ रेडी भइसकेको छु अब बिस्तारै हामी चाहिँ आज यो हाइकिङ जाँदैछौँ कति लगभग 2 घन्टाको हाइकिङ हुन्छ बिस्तारै जाँदा त्यही 2-2.5 घन्टा लाग्छ मैले नाम बिर्सेँ पिनाकल समथिङ हो है त्यही हो अब अर्को ब्लगमा यहाँ सबैलाई स्वागत छ यो डे 2 ग्राम्पियन्स म यहाँ भित्र देखाउँछु सबैजना के गर्दै हुनुहुन्छ हैन यसरी हेर जुत्ता भएन ओ माई गड यहाँ हेर त रेडी हुँदैछन् सबैजना स्पेसली आरुको आमा आरुको माइजू यहाँ नानी छन् 10 सेकेन्डमा रेडी हुनुहुन्छ अरे त ल ठिक छ यो अन्डा कसको हो होइन दाइ मैले खाइसकेँ हेड सेफ इज अलवेज अ हेड सेफ ही वान्ट्स द ग्यास स्टोभ क्लिन अल द टाइम सेफलाई आफ्नो ग्यास एकदम क्लिन चाहिन्छ कि ल डे 2 अब यहाँबाट स्टार्ट हुन्छ म बिस्तारै भिडियोहरू लिन थाल्छु सो इन्जोय द भ्लग केही सल्लाह सुझाव छ भने प्लिज कमेन्ट है त म त रेडी कस्तो भयो रातिको सुताइ राम्रो सुत्नु सुताइ त कस्तो भयो थाहा भएन उठेपछि उठाइ मात्रै थाहा भयो चिया मिठो थियो नि मैले बनाएको एकदम लाच्छै नछ मैले बनाएको कङ्गारू कहाँ छ र अघि देख्दै देखेन दिदी कस्तो भयो बसोबास रेडी हाइकिङको लागि रेडी ल ठिक छ ल तिम्रो नाइट कस्तो भयो भन्दै भयो ल अङ्कललाई राति निदायो तिमी Did you had a good sleep? Come on, you have to talk. के हो डन हो नि यता यहाँको क्लारा उता ब्याग पनि ल्याउँदा आउँदाखेरि बाहिर अर्बिन क्लारा से हेलो मैले हेलो मात्रै भन्ने छु यतिखेर चाहिँ हामी यो पिनाकल लुकआउट भन्ने ठाउँ हेर्न आइरहेको छौँ Okay, यहाँ थियो कसले मेटाइदिएको दे so that people is scared to walk down and go back home. This will take us 3 hours at least. 21 kilometers, so Oh, argo bole, it will. हजुर के भयो खुट्टा दुखिसकेको छ अहिले बाबा ठिक छ आज हाम्रो गाइड अब चाहिँ हामी बिस्तारै यहाँबाट हिँडिन्छ यसरी बोक्नु पर्छ यहाँ देख्यो म बिन दाइले त बोक्दिन्थेँ अब ओए ओहो होइन नि दिदी
2.1 किलोमिटर हामी हार्डली 250 मिटर हिँड्ने होला हुन्छ दिदा अँ हो किन भन्नु हो पछाडि बुढाबुढी आउँदै भेटाउनु रहेछ हामीलाई अनि अझ तपाईँहरू त पुरै त्यो 1 घन्टा हिँड्ने भन्नुहुन्छ त 3 घन्टा लाग्छ तपाईँलाई तपाईँलाई धेरै लाग्थ्यो 3 घन्टा जस्तो लाग्थ्यो अझ हामीलाई बढी लाग्छ कि बढी लाग्थ्यो बच्चाले गर्दा अँ हामी बिचमा रोक्दै कस्तो स्लोप छ होइन हजुर अँ यस्तो दामी भ्यू देखिन्छ त्यहाँबाट अँ 2 घन्टा भयो हिँडेको अझ आएको छैन थाकियो क्या दाइ चार्ज त्यति बिहान उठेर नगरेको त ढिलो अझै ढिलो हुन्थ्यो सबजना यहाँ 2 घन्टा प्लस हिँडिसक्यौँ हामी स्टिल डेस्टिनेसन आएको छैन धन्न केटकेटीलाई मान्नै पर्छ कि यत्रो हिँडेकै हुन् त्यही भने ल स्टिल कति हिँड्यो विशाल आज 3 घन्टा भयो 3 घन्टा हुन लाग्यो त अब 15 मिनट भयो हिँडेको अझ पुगेको छैन 9 बजेको घाम जस्तो छ फेरि हिँड्न त 9 बजे हिँडेको तर घाम चाहिँ फेरि अझै पनि 9:30 को घाम जस्तो छ होइन त 3 घन्टा भयो हिँडेको 6 बजे नि बिहान त घामै लाग्थेन नि बिहान त शीतल थियो नि तपाईँलाई म अब यहाँको भ्यू देखाउँछु है लेकको भ्यू ठ्याक्क देखिन्छ यहाँ पछाडि छ सायद होपफुली तपाईँहरू देख्नुभएको छ होला ब्याकग्राउन्डमा है लेक छ अब अलिकति छ अब हामी हिँड्नलाई ओ माई गड यो हो नि त भ्यू स्विमिङ गर्न बजाइ तिमी गर यस्तो दामी भ्यू छ है हजुर ल सबजना यहाँ फोटोमा व्यस्त कस्तो हुँदैछ एकदमै रमाइलो थाकिसक्यो होइन बल्ल त स्टार्टिङ भइसक्यो अझ बाँकी छैन हिँड्नुपर्छ अब धेरै छैन आइपुग्नु लाग्यौँ दाइ ए दाइ कता हो कति दुध दियो भैँसीले आज कुरान बनाउनु पर्छ है कि मासु खाने तिउन के खाने तिउन कस्तो हुँदैछ हाइकिङ थकै लाग्दैछ अलिकति बेलुका मजा छ निन्द्रा लाग्छ दाइ बाटै छैन यता 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 त बाटै छैन एकदम कन्फ्युजिङ रहेछ बाटो चाहिँ छ Oh my god. बाटो यही हो Survey. विनोद दाइ अनि तल जान मिल्छ तल छ अर्को बाटो सानो हामी चाहिँ रकमा आएको हो के हजुर तलबाट जान मिल्छ त्यहाँ हो म कति माथि छु हेरेर दाइ चाहिँ पुरै यहाँ एकदम एडभेन्चर दिइराख्नु भएको छ बस्नु दाइ अनि तिमी जाने हो त्यहाँ माथि दाइ कस्तो हुँदैछ एकदम रमाइलो यहाँ बसेर तास खेल्न पाए चाहिँ रमाइलो हुन्थ्यो अझ हुन्छ हो यार अब म चाहिँ निस्केँ यहाँबाट जम्प गरेर अरे जाउँ अब सकिसक्यो त्यही पुग्ने हो
यस्तो छ है यहाँको बाटो चाहिँ हट। म चाहिँ बिस्तारै हिँड्दै जान्छु। यहाँ दाइहरू आउँदै हुनुहुन्छ हो यस्तरी ट्याक्कै देख्नुभएको छ नि यहाँ देखाइदिइरहेको छ कि डिरेक्सन कहाँ जाने होइन। अब हामी यसलाई फलो गर्छौँ। दाइहरू बहिनी दिदीहरू सबै अगाडि हुनुहुन्छ। म बिना दाइ र सुभाष दाइ मात्रै पछाडि छौँ। अब बिस्तारै घाम पनि थालिसक्यो। यो लाएर हिँड्नु पर्ला जस्तो छ है। हो अब अलिकति शीतलो भयो है यति पछि। लाउरे म त सल्तिन भन्ने गीत पो याद आयो त मलाई त। अब आज हाम्रो मेन प्लान भनेको अर्को डेस्टिनेसन छ एउटा, त्यो लेक छ कि त्यहाँ, त्यो लेक हेर्न जान्छौँ। अनि बेलुका अब बार्बिक्यू यसो हल्का गीत सित गाउने, त्यही हो। अब भोलि चाहिँ फर्किन्छौँ है। अहिलेसम्म एकदम रमाइलो भइरहेको छ, सबैजना फिट फाइन नै छौँ अहिलेसम्म। बाटोमा धेरै हामीले कङ्गारुहरू मरेको देख्यौँ। कति ठाउँ त मैले त्यो बाटोभरि पुरै रगतै रगत थियो कि कङ्गारुको, त्यो देखेँ। त्यही हो, हाइवेमा ड्राइभ गर्दाखेरि चाहिँ एकदम केयरफुल हुनुपर्छ, किनभने कति बेला कङ्गारु आउँछ थाहा हुँदैन हामीलाई। त्यही भएर स्पिड त हुन्छ गाडी है, तर पनि स्पिड भयो भन्दामा एकदम म्याक्सिमम स्पिडमा पनि चलाउन एकदम ठिक होइन कि। त्यही हो। अब दुईजना 10 चोटि त बसिसक्नु होला बाटोमा, आउँदै हुनुहुन्छ। मैले भने कि हाइवेमा हामीले कति धेरै कङ्गारु देख्यौँ, त्यो गाडी चलाउँदा एकदम सेफ हुनुपर्छ भने कि। ए ल ल, के छ त्यसमा तपाईँको भ्यू? एकदम सही भ्यू हो, म फुल्ली सहमत छु। डे टाइम भन्दा नि इभिनिङमा क्या, त्यही भएर साथ हुन्छ नि, हजुर। त्यसमा सबै डेन्जर हो। त्यो बेलामा त कङ्गारुहरू बाहिर निस्किन्छ नि है। यस्तो हुँदै आइयो हामी। हट रिल्याक्स। तपाईँले सक्नुभयो नि, मैले भन्दैन यु क्यान डु इट भनेर। तपाईँ मसँग जिम आउनु के। अब हामी आइपुग्न लाग्यौँ फाइनल भ्यू हेर्न। अझ बाँकी छ। यो अप्टिकल इल्युजन हो क्या, जति हिँड्यो त्यति त्यहाँ नजिकै भयो जस्तो देखिन्छ। अझ बाँकी रहेछ नि त। ओहो कता हो? उल्टो बाटो आयो तिमी, यतैबाट हो? आर यु स्योर? यही रहेछ नि त, यहाँ एरो देखेँ मैले। सही हिँडिएछ त। मैले उ गर्छ नि त एक्सर्साइज एउटा, म तिमीलाई भन्छु एक्सर्साइज गर्नुपर्छ, तिमी सुन्दैन। यस्तो छ यहाँबाट यहाँको भ्यू। राइट फाइनली 4 घन्टा हिँडेर 4 घन्टा हिँडेर हामी आइपुग्यौँ। हत बोसोको ब मात्रै बाँकी छ, अब सो सकिसक्यो। थाक्यो? अँ।
भ्यू फाइनली यस्तो छ यहाँको भ्यू एकदम सही छ है यहाँको भ्यू तपाईँ देख्न सक्नुहुन्छ ब्याकग्राउन्डमा ओहो हाम्रो यस्तो कस्तो छ है त कस्तो भयो थाक्यो थाक्यो ल ठिक छ सो ब्युटिफुल पहिला हामी यो भन्दा डबल हिँडेको इट्स नट आज नि हिँड्यो त हामी 4 घन्टा ओ पहिला कति घन्टा हिँड्यो 8 घन्टा यहाँको यो पिनाकल मिसन पिक्याम्प के अरे पिनाकल एकम्प्लिस्ड भयो होइन पिनाकल कमकोर टार्गेट 12 बजे थियो हैन 10 बजे भइयो नि त पिनाकल कमकोर गरियो 10 साढे 10 अहिले हामी बिहानै 6 बजे हिँडेर हो नि त 8 दिन प्रेक्षाले बिहान उठेर ब्रेकफास्ट बनाएर चाँडै ल्याइयो 8 दिन प्रेक्षालाई मुरी मुरी धन्यवाद दिन पर्छ 8 दिन प्रेक्षाले बिहान टाइममा ब्रेकफास्ट बनाएर टाइममा आइयो भनेको के दाइले हो नि भनेर मलाई डायलग देखा दाइले मोटिभेट गर्नु होला नि त ल अब यहाँबाट हामी अर्को डेस्टिनेसनतिर जाँदैछौँ त्यो चाहिँ यो लेक समथिङ के लेक भन्ने हो त्यतातिर जाँदैछौँ हट अगाडि एकदम खतरा छ बाटो टी-रेक्स रहेछ ओ माय गुडनेस